4 वर्षसँगै लिभिङ टुगेदर बसेर ब्रेकअप भयो र आज 3 महिनापछि उनलाई फकाउन उनको घरमै जाँदैछु। उनलाई मात्र नभएर उनको बाबा आमालाई पनि फकाउन हेरौँ म सफल हुन्छु कि असफल हुन्छु भनेर। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आजको दिन म एकदमै एक्साइटेड छु किनभने म आज मेरो गर्लफ्रेन्डलाई फकाउन जाँदैछु। हजुरहरू धेरैलाई थाहा नहोला कि खास कुरो के हो भनेर मेरो एउटी मायालु थिइन् जोसँग म 4 वर्ष जति रिलेसनशिपमा बसे तर बिचमा गएर ब्रेकअप भयो। र आज 3 महिनापछि म उनलाई फकाउन जाँदैछु। फकाउन जानु भन्दा अगाडि मम्मीको आशीर्वाद लिएँ। मम्मी पनि एकदमै एक्साइटेड हुनुहुन्छ बुहारी आउँछ भनेर। मम्मी चाहिँ भरतपुर जानु भयो बिरामी भेट्नको लागि र म चाहिँ गएँ सौराहा गर्लफ्रेन्ड फकाउनको लागि। अब यो माया पिरतीको कुरामा म अलिकति कच्चा छु नि त, मलाई थाहा छैन कसरी फकाउने के गिफ्ट दिने भनेर। त्यसैले म पसलमा गएर एकदमै सोचमा परेँ के किनम भनेर। फेरि मलाई याद आयो कि उनलाई चक्लेटहरू एकदम मन पर्छ नि, सो मैले 4-5 थरीको चक्लेटहरू किनेर लैदिन लागे। अनि साथीहरू हजुरहरू भिडियो पुरा नहेरिकन कमेन्ट छोड्नु होला कि मनिषा फकिन्छ कि फकिँदैन भनेर। म चाहिँ मनिषाको घर अगाडि गएर यसो सोचमा परेँ कि जाम कि नजाम कसरी फकाम के गरौँ भनेर अलिकति टेन्सनमा परेँ। 3 महिनासम्म न कुराकानी भएको छ न भेटघाट भएको छ, अलिकति नर्भस फिल भयो मलाई। तर पनि मैले सोचेँ कि मर्द पो हो त, उनलाई नफकाइकन उनलाई नलिकन म यहाँबाट घर फर्किँदैन भने। मम्मीको आशीर्वाद र मेरो हिम्मतलाई लिएर म गएँ भित्र गएर यसो हेरेको त भित्र त कोही नि नरहेछ। म चाहिँ मनिषालाई फकाउनको लागि बिहानै गएको थिएँ नि त। बिहान जाँदाखेरि उहाँ चाहिँ 10 बजेतिर पुग्यो। ठ्याक्कै खाना पकाउने टाइम भएको रहेछ, त्यसैले भित्र कोही पनि थिएन, सबै बाहिर रहेछ। ल हेर्नुहोस् न, मलाई देखेर कसरी तर्सेर भागेछ नि। मलाई पनि निकै नै अप्ठ्यारो लाग्थ्यो तर पनि हिम्मत जुटाएर म गएँ उनको पछि उनलाई पछ्याएर उनको पछि जाँदाखेरि त जालमा फसेको जस्तो लाग्यो। घरको फ्यामिली सबै पछाडि नै हुनुहुँदो रहेछ। बाबा पनि लुगा धुँदै बस्नु भएको रहेछ। अब मैले खुट्टा त ढोक्नै पर्यो। त्यसपछि मम्मीको नि खुट्टा त ढोक्नै पर्यो नि। साथीहरू फकाउन गएको हो नि त बाबा आमालाई खुसी पारेर उहाँहरूको छोरी मेरो गर्लफ्रेन्डसँग कुरा गरेको, उनी त रुँदै बसिरहेको। हामी बीच के कुरा भयो हेर्नको लागि युट्युब च्यानलमा जानु होला। युट्युब नेम अजय पुन मगर छ, त्यहाँ फुल ब्लग अपलोड गरेको छु। उनीसँग मैले धेरै कुराहरू गरेँ। त्यसपछि उनलाई मैले फकाएर त उनी फकिहालेन्। झ्याप पलाएर मलाई अङ्गल मारे। ल भयो, तिमीलाई मैले यतिकै नाटक पार्न आएको, ब्रेकअप म तिमीलाई छोडेर जान्छु भनेर जिस्काइदिएको। उनी त झन् गुवागा लागेर रुन थालिन्। उनलाई मसँग धेरै कुराहरू सेयर गर्न मन भएको रहेछ। मलाई पनि त्यस्तै नै भएको थियो, धेरै कुराहरू गर्न थियो उनीसँग। उनी बेसरी नै रुन थालिन्, माया लागि मलाई एकदमै। त्यसपछि मैले फकाएँ। हामी बीच जति नै झगडा भए पनि जति नै जे भए पनि आखिरमा गएर उनी नै मेरो हो, म नै उनको हो। चाहे जस्तो जेसुकै होस् भनेर मैले आफ्नो घमण्डलाई साइडमा राखेर उनलाई फकाउन गएको, राम्रै भयो। ल हेर्नुहोस्, मैले फकाएर उनी एकदमै खुसी छिन्, मलाई पप्पी पनि दिइन्। त्यसपछि म रमाएँ अनि उनलाई अलिकति दिमाग आओस् भनेर दिमागमै चुप्पा खाइदिएँ। अब यति गरेपछि त उनको घरको परिवार पनि खुसी, उनी पनि खुसी। त्यसैले हामीलाई लोकल कुखुराको मासु काटेर खुलाइन्। मैले पनि धेरै भाथे उनको हातले पकाएको खानेकुराहरू नखाएको, मलाई पनि एकदमै खुसी लाग्यो। भोलि म उनलाई लिएर कफी डेटमा जानेवाला छु। भोलि पनि आउँछ राम्रो मिनी ब्लग। आजलाई यति नै, बाई बाई।